भेट्न नगएर, शुभकामना दिन नगएर, औपचारिकताको लागि साथीभाइ इष्टमित्र लिएर गएर म मन्त्रीसँग चिन्जानमा छु, म सांसदसँग चिनेको छु भन्ने किसिमको फुर्तीफार्ती गरेर भिडभाड जम्मा नगरेर अहिलेको सरकारका जति पनि मन्त्रीहरू हुनुहुन्छ, जति पनि सांसदहरू हुनुहुन्छ, उहाँहरूलाई गर्ने साथीहरूले र शुभचिन्तकहरूले गर्ने साथ र सहयोग भनेको त्यही नै हो। किन भन्दाखेरि अहिले बनेका मन्त्री र सांसदहरू निश्चित समयको लागि महत्त्वपूर्ण कार्यभार लिएर, महत्त्वपूर्ण जिम्मेवारी लिएर उहाँहरू निर्वाचित हुनुहुन्छ र उहाँहरूको लागि एक एक मिनटको अत्यन्त महत्त्व छ। उहाँहरूले गर्नुपर्ने आफ्नो कर्तव्य, आफ्नो उद्देश्य पूरा गर्नको लागि उहाँहरूलाई हरेक दिनको उत्तिकै महत्त्व छ, हरेक मिनटको उत्तिकै महत्त्व छ। औपचारिकताको लागि फोन गरेको छ, म्यासेज गरेको छ, होइन ल म साथीभाइलाई लिएर आएको छु भनेको छ, देखाएको छ, हेरेको छ, आहा र हुहु गरेको छ, यसले समयको बर्बाद गर्छ। अहिले जुन उद्देश्यका साथ सरकार गठन भएको छ, जुन जिम्मेवारीका साथ, जुन बाचाका साथ सांसद र मन्त्रीहरू आउनु भएको छ, उहाँहरूलाई अब हामी काम गर्न दिउँ। मिनिमम पनि 6 महिना उहाँहरूलाई डिस्टर्ब नगरौँ। भलै सामाजिक सञ्जालबाट तपाईँले चिन्नु भएको होला वा साँच्चीको तपाईँको साथी हुनुहुन्छ होला, तपाईँको शुभचिन्तक हुनुहुन्छ होला, चुनावी माहौलमा तपाईँले स्कुटरको पछाडि राखेर उहाँहरूलाई लिएर पनि हिँड्नुभयो होला, घर दैलोमा एउटै थालको खाजा चाहिँ बाँडेर पनि खानुभयो होला। त्यो विशेष परिस्थिति हो। अबको परिस्थिति विशेष छ। अहिले हामीले उहाँहरूलाई शान्त छोडिदिउँ, काम गर्न दिउँ, काम गर्न दिउँ, काम गर्न दिउँ, डिस्टर्ब कति पनि नगरौँ।